आज पनि राजा महेन्द्रको मृत्यु मुटुको समस्याले भएको थिएन, उनको त एक हत्या भएको थियो। आज पनि उनको रहस्यमय मृत्युले इतिहासकारलाई गम्भीर बनाएर सोच्न बाध्य बनाएको छ। आखिर कसले मार्यो त देशभक्त राजा महेन्द्रलाई? दियालोको बङ्गालाभित्र कुन शक्तिको फन्दामा पर्यो त राजा महेन्द्र? विक्रम सम्वत 2028 साल माघ 3 गते राजा महेन्द्र काठमाडौँ छोडेर चितवनको दियाला बङ्गाला बस्न गएका थिए। यति बेलासम्म उनको स्वास्थ्य एकदमै सामान्य थियो। दियालो बङ्गाला बस्दा उनले कविताहरू लेख्ने, गीतहरू गुनगुनाउने, जनताहरूसँग भेटघाट गर्ने र कहिलेकाहीँ शिकार खेल्ने जाने गर्थे। एक दिन शिकार खेलेर फर्कने समयमा उनलाई अचानक छाती दुख्यो। त्यस्तै भोलिपल्ट अर्थात् 2028 साल माघ 17 गते बिहानै राजा महेन्द्रको निधनको खबर आयो। बाहिरबाट हेर्दा राजा बिरामी भएर मरेको जस्तो देखिन्थ्यो, तर यसको रहस्य पछाडि देखिने मुटु थर्किने एउटा कालो रहस्य लुकेको थियो। हुन त राजा महेन्द्रलाई मार्ने प्रयास पहिले पनि भएको थियो। 2018 साल जनकपुरमा दुर्गानन्द झाले उनको गाडीमा बम हानेका थिए। देशभित्र र देश बाहिरबाट उनलाई सदाको लागि सिद्धाउने धेरै चलखेलहरू खेलिए, तर कसैले पनि छुन सकेको थिएन। तर दियालो बङ्गालाको त्यो रात सामान्य थिएन। धेरै इतिहासकार ठोकुवा गर्छन् कि राजाको हत्या नै गरिएको थियो। आखिर कसले चाहेका थिए त राजाको मृत्यु? राजा महेन्द्र दियालो बङ्गाला बस्दा एकजना व्यक्तिसँग एकदमै नजिक सम्बन्ध थियो। उनी नेपाली थिएनन्, उनी त एक अमेरिकी नागरिक थिए, जुन कुकुमन। उनले राजासँग अनुमति लिएर टाइगर टप होटेल खोलेका थिए, जसमा 15 वर्षसम्म होटेल चलाउने सम्झौता गरेका थिए। तर अचम्मको कुरा के छ भने राजा महेन्द्रको मृत्यु हुने बित्तिकै उनी नेपाल छोडेर भागे। पछि एउटा डरलाग्दो तथ्य बाहिर फेला पर्यो। उनी व्यक्ति साधारण पर्यटक नभई एक अमेरिकी गुप्तचर संस्थाका CIA एजेन्ट रहेछन्। एउटा विदेशी एजेन्ट राजाकै साथमा हुनु र राजा मरेपछि तुरन्तै देश छोड्नु के एक संयोग मात्र थियो? यसको पछाडि एउटा कारण पनि छ। राजा महेन्द्रलाई भारत विरोधी पनि भन्थे। नेपालभित्रका राजनीतिक दलहरूसँग पनि त्यति राम्रो सम्बन्ध थिएन। यहाँ रहस्यको कुरा के छ भने राजा महेन्द्रले भारतको दबाब मान्दैनथे। उनैको उपचारका लागि भारतबाट डाक्टरहरू आएका थिए। कतिपयले शङ्का गर्छन् कि भारतका डाक्टरहरूले सोलो पोइजन प्रयोग गरेर राजालाई मारे। अर्को कुरा, पत्ताउनै नसक्ने राजाको मृत्यु राति 11 बजे भएको भन्ने गरिन्छ, तर यो खबर बिहानको 3 बजे मात्र गरियो। आखिर यो 4 घण्टासम्म के रहस्य लुकाइयो? किन तुरुन्तै खबर गरिएन? यही कारणले गर्दा राजा महेन्द्रको मृत्युलाई आजसम्म पनि नेपालकै इतिहासको रहस्यमय घटना मानिन्छ। तपाईलाई के लाग्छ? नेपालको स्वाधीनताको लागि लड्ने राजा महेन्द्रको मृत्यु कालले भएको थियो या कुनै विदेशी शक्तिको षड्यन्त्र थियो? के यो रहस्यमय घटनाको कहिले छानबिन होला त? आफ्नो विचार कमेन्टमा राख्नुहोला र यस्तै भिडियो हेर्नको लागि हाम्रो पेजलाई फलो गर्नुहोला।